तिम्रो घरमा पनि कोही बाहिरी मान्छे आउँदाखेरि तिमीले हातमा या फिर खुट्टामा ढोग्ने चलन त पहिलेदेखि चलिआएको हो। अनि मैले पनि त्यस्तै काम गरिरहेको छु। देन आई रियलाइज के तिनीहरूले दिएको आशीर्वाद साँच्चीकै काम गर्छ र? हामीले सुनेको कहानी अनुसार राक्षसले भगवानबाट तपस्या गरेर आशीर्वाद पाउँथे रे। अब त्यसै गरी भगवान हनुमानले चाहिँ माता सीताबाट चाहिँ आशीर्वाद पाएका थिए सधैँ अमर हुने भनेर। नेपालको इतिहास जो हेर्ने हो भने चाहिँ राजाहरूले चाहिँ धेरै कुराको आशीर्वाद पनि पाथे रे, कर्स पनि पाथे। कर्स भनेको श्राप पनि पाएका थिए। जस्तै काजी भीममल्लकी श्रीमतीले सती जाँदाखेरि राम्रो मान्छेको हत्या हुने, दरबारमा यस्तो देशको कहिले विकास नहोस् भनेर श्राप दिएकी थिइन्। त्यही भएर नेपाललाई सतीले श्रापेको देश पनि भनिन्छ। एउटा पण्डितले पृथ्वीनारायण शाहलाई तिमीहरूको राजतन्त्र 10 पुस्तासम्म मात्र चलोस् भनेर श्राप दिएको रे। अब इन्ट्रेस्टिङली किङ ज्ञानेन्द्र वाज द 10th रुलर आफ्टर वीरेन्द्र वीर विक्रम शाहदेव। के यो श्राप र वरदानको साँच्चीले काम गर्छ र? आजको यो भिडियोमा साइन्सको रिसर्च अनुसार तिमीले खोजेको एन्सर दिनेछु। कर्स र ब्लेसको साइन्सलाई बुझ्नको लागि मान्छेको दिमागलाई अलि डिपली बुझ्नुपर्छ। के तिमीलाई थाहा छ हाम्रो दिमागमा पनि म्याग्नेट हुन्छ जसलाई हामीले म्याग्नेटाइट भनिन्छ। अर्को क्रिस्टल जस्तो सब्स्टान्स हुन्छ जसले एनर्जी रिसिभ र सेन्ड गर्ने काम गरिरहेको छ। म तिमीलाई सिम्पल इक्जाम्पल दिन्छु। हामी सबैको घरमा राउटर हुन्छ जसले इलेक्ट्रोम्याग्नेटिक वेभ्स निकाल्छ, जो चाहिँ हाम्रो आँखाले देख्न नसके पनि हाम्रो मोबाइलले कनेक्ट गर्छ। दुनियाँको इन्फर्मेसन सबै हामीले 1 सिङ्गल क्लिकबाट जो भेटाउन सकिन्छ। अब जस्तै यस्तै गरी दिमागले पनि वेभ्स र एनर्जी निकाल्छ। वरदान र श्राप सत्य हुने सम्भावना चाहिँ यहीबाट आएको। दिमागले क्रिस्टल र म्याग्नेट हुन्छ जसले एनर्जी सेन्ड र रिसिभ गर्छ। हामीले कोही मान्छेले फुल्ली फोकस गरेर इमोसनली आशीर्वाद दियौँ भने त्यो इनर्जीले काम गर्न सक्छ। श्राप पनि यस्तै गरी काम गर्छ के। डाउजिङ रड भन्ने चाहिँ सुनेकै होला, जसले मान्छेको एनर्जी डिटेक्ट गर्न सक्छ। यदि त्यो डाउजिङ रड छोपेर कसैलाई इमोसनली आशीर्वाद दियो भने चाहिँ एनर्जी बढेको देखिन्छ। इफ त्यसले कर्स गर्यो भने नि एनर्जी घटेको देखिन्छ। त्यसै गरी अर्को मान्छेको पनि एनर्जी बढ्छ या घट्छ। ऋषिहरूले धेरै तपस्या गरेर एनर्जी जम्मा गर्थे अनि त्यही श्राप वा वरदानले गर्दा तिनीहरूको एनर्जी अर्कोमा ट्रान्सफर हुन्थ्यो अनि अर्कोलाई श्राप र वरदान भन्ने त्यस्तै लागिराख्थ्यो। त्यसैले कहिले पनि नराम्रो सोच्नु हुँदैन। एभ्री एक्सन हेज इक्वल बट अपोजिट रियाक्सन। यो न्युटनको ल होइन, यो नेचर्सको ल हो, जसलाई हामी ल अफ कर्मा पनि भनिन्छ। थिङ्क पोजिटिभ, बी पोजिटिभ, स्टे पोजिटिभ। Have a good day.